परीले खाना खाएन रिसाएको जहिले रिसाउँछ नि मान्छे खाना नपाएर हो कि नाम Drop it like it's hot. कालो किस्मा रेलीमा बाँधे कोरिबन तिमलाई हेर्दै रेलीमा बिताउला जीवन कालो किस्मा रेलीमा बाँधे कोरिबन तिमलाई हेर्दै हेलो ह्याप्पी बर्थडे किन रिसाएको जहिले रिसाउँछ नि मान्छे खाना नपाएर हो कि एउटा खाइसकेको यता हेर न यता हेर न यता हेर न यता हेर्दैन बाबा अङ्कललाई हेर न यता हेर तिम्रो अङ्कलहरू होइन त नि यहाँ नहेर्ने नो नो हो यहाँ सुन न स्कुलमा गएर के सिक्यो तिमीले देवीको नानी दिपेनसँग हाम्रो छोरीको बर्थडे बल्ल आउनु यस्तो नि भ्लगर हुन्छ जसलाई थाहा छैन कि गौरव भएकै भएन अन्त यस्तोलाई सब्सक्राइब गर्ने बेकार हो गाइज बेकार सो गाइज उज्जवल भक्सको फ्यामिली सबैजनाले जस्ट अनसब्सक्राइब नि सब्सक्राइब नि उहाँको धेरै छ भने मेरो थोरै छ मलाई सब्सक्राइब गर्नु पऱ्यो अघि बढाउनु पऱ्यो मेरो सब्सक्राइबरले कहिले पनि माइनस गर्दैन मेरो सब्सक्राइबर कहिले पनि प्लस गर्छ कि अब छिटै हाम्रो चाहिँ 5Kबाट डाइरेक्ट 10K हुँदैछ कि गाइज मेरो 2K पुगेको बेलामा होइन चट्ट यहाँ दिन्छ सब्सक्राइबरहरूलाई फ्री फोटोसुट है लक्की सब्सक्राइबरलाई गिभ अवे 2 घन्टाको प्याकेज फ्री अनि उज्जवल भक्सको चाहिँ 10K पुग्यो भने फेरि दाइकोमा पनि गरिदिन्छु है म फेरि आज छोरीको बर्थडे दिएर हामी आइरहेको छ है यता चाहिँ माहौल दिन सक्नुहुन्छ उही कम्पो पान्डा अनि चाहिँ बर्थडे ल्याइदिएको छ अनि पछि टन्नै हुनुहुन्छ यस्तोहरू म बोलेको आवाज आएन होला क्या अन्त लाज लाग्छ कि मलाई होइन यसरी बोल्नु चाहिँ तै पनि होइन धेरै जग्गा बोल्नुपर्छ कि सबले सुन्छ कि लाज लाग्छ त्योहरू नबोलिने एउटा बोलिने एउटा होइन मैले बोलेको केही नै आएन होला आवाज होइन सिरियसली तर कस्तो नौलो ठाउँमा आउँदा चाहिँ कस्तो अप्ठ्यारो फिल हुँदो रहेछ कि म हाम्रो चिनेको अनुहार भनेको अब यति धेरै मात्रै मेबी कतिजना होला धेरै 5 होइन मेबी त्यही 10जना होला 10जना भएर सब अननोन अनुहारहरू त्यो पनि once again ह्याप्पी बर्थडे छोरी ह्याप्पी बर्थडे छोरी गड ब्लेस यु अहिले केही नि बुझ्दैन छोरीले भोलिपछि युट्युबमा हेर्दाखेरि बुझ्छ कि ठुलो भएर भिडियो हेरेपछि याद आउने छ हामी चाहिँ राइट नाउ मुगलानमा छ हामी है सो गाइज हामी चाहिँ मुगलानमा आइसकेपछि चाहिँ मेरो सब्सक्राइबर भन्दा पनि पहिला चाहिँ मेरो प्यारो भाइ हो होइन उसले चाहिँ मेरो च्यानल मैले उसलाई सब्सक्राइब गर्दै भनेको थिएँ उसले सब्सक्राइब गरेको रहेछ कहाँबाट भेट्यो त मेरो च्यानल फेसबुकबाट हजुर ऊ चाहिँ मेरो प्यारो भाइ अनि मुगलानको म्यानेजर कि के अरे हाम्रो मुगलानको म्यानेजर है मुगलान आउनुहुन्छ चिन्नुहुन्छ कसको नाम लिएर आएले
त्यो गीत गाएको हो त नि Happy मिठो छ लुके गरे यता बाजेले बनाउनु भयो बाजेले बनाउनु यता यता के भयो त बाबु यो नानीसँग मात्रै मानेको हामीसँग मान्दै मानेन यता हेर न मान्दैन कि बेला लुकी लुकी खाइछ है मिठो छ अचरी बाबु छोरी भयो माया ल होइन त्यो नानी गरौँ के भयो बाबु यता यता बाबु यो के भयो तिमीलाई के भयो आधी दिएछु ए बाबु टिका लाउँदैन सतासी चक्लेट खाने रे के बाबुलाई चक्लेट खाने जानी हुनुपर्छ नि बाबु ल मिठाई क्यूट मान्छे यसले गर्दा यार डाइरेक्ट टेकेर गर्नुपर्छ मैले यार कहाँ टेकिदिन्छ युज हुन्छ फेरि
उज्जवल भगरमा पुरै भयो वेटिङ 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 सबैको फल मिठाई होला या सौरेको फल मिठा होला केही गिफ्ट ल्याउने होइन क्या झन् आफूहरूलाई अब उज्जवल भगले सँगै ह्यापी बर्थडे मरी थ्याङ्क यू के गर्ने नानीको नाम कति के ल अब हिँड्नु अब सक्यो यो पनि निकाला ए नानी आयो ल अब यसलाई हेर यो मसँग दाम के एङ्ग्री बर्ड जहिले रिसाउने हो मसँग दाम अरे आऊ के मसँग दाम कुम्रो हाई हेलो नमस्ते खै नमस्ते मको दर्शन सलाम खोइ मको खुम्रे म कुम्रे साँच्ची ननाच्ने भक्कु
एकदम स्पेसल है यसलाई चाहिँ के भन्छ खगाली खगाली यहाँ त दही छ भात छ अनि पापड यस्तो सानो टाइपको रहेछ यहाँ चिकन भयो दाल भयो यहाँ चाहिँ गुन्द्रुक अचार ए मेरोमा भयो 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 मेरोमा त भयो चिज हो के दिन नाम तिरिसा गुरुङको दाइले भर्खर के गरिदियो मैले भर्खर के गरिदिएँ तिम्रो राम्रो आएको छ मन पऱ्यो बुक गरिदिने हाल बुक मैले यस्तै बाई बाई
बर्थडे सकिएको अवस्था हाम्रो अगाडि सबैजना हुन्छ र हामी मुगलानबाट अब निस्किसक्यौँ सो च्याट यहाँ चाहिँ अब फोटोसुटहरू हुँदैछ र अब हामी यहाँ कुर्दैछौँ लिफ्टलाई लिफ्ट खिचिन्छ कन्सी लिफ्ट पहिले खुलेको लेट्स सी इधर एक यता सबै बस्छ यता म बसेछु यो नभन्नु सो फाइनली मान्न भाइ लिफ्ट दाइले भनेको मान्नुपर्ने हुन्छ सम्झना बिर्सना सलललल र हामी सललल तलतिर जाँदैछौँ विथ यसप दाइ म उज्जवल फ्लक्सको गर्लफ्रेन्ड र मैले उज्जवल फ्लक्सको फ्लग गरिरहेको छु र हाम्रो लिफ्ट अहिले अड्केको छ उज्जवल फ्लग चाहिँ गइसक्यो के हुन्छ यो लिफ्ट पनि अहिले म तल आइसकेको अवस्था पैसा पुगेन यहाँ माथि पकाउन पानी दिनु We are at the in front of Midtown र मिडटाउनमा अहिले फिल्म चलेको बहाव दसरा छक्काबन्दा 4 अझै चलिरहेछ यो फिल्म त्यसका बाजे त र हाम्रो जनताहरू यहाँ जानु मुटु दाइ के छ दाइ सही ल हाम्रो दिपेन पठाउ यहाँ छ यदि कसैलाई पठाउ चाहिएमा दिपेनलाई सम्पर्क गर्नु होला दिपेन पठाउ हामी फेरि भेट्नेछौँ हामी पनि फेरि भेट्नेछौँ र यदि पोखरामा हुनुहुन्छ र कसैलाई पठाउ चाहिएछ भने दिपेनलाई ल दाइ ल हस् दाइ ल हाम्रो यहाँ अर्को हुनुहुन्छ दाइ